कान्छा कान्छा 10 बजिसक्यो त तँलाई आज नि मन पर्ने सुँगुरको मासु पकाइदिएको छु त उठेर खाएर के आफ्नो काम गर्ने कान्छा उठ्न कति ल्याङ गर्दैछु गएर भात खानु म भरे उठेर खाइहाल्छु मोबाइल चार्जमा थियो रिसिभ गर्न आउँदाखेरि लडे नि भन्दैछ झन् चार्जमा थियो भन्छु छैन उठेको सपनामा दामी निन्द्रामा थिएँ तिमीलाई सपनामा देखिरहेको थिएँ छुट्टीले ल्याङ गरेर निन्द्रै बिचकाइदियो छैन म खाना खाएर बोलौँ न ल राखेँ बाई कहाँ रहेछ केटा बिराम भएर यार हस्पिटल पुगेर आएको के भएको रहेछ त ए हल्का फुल्का बिराम चोर खान्छ त नखाने हेलो कान्छा कहाँ छस् चेकअप गराइस् औषधि लिएर आएको छु अहिले साथीहरूसँग बसिरहेको छु कान्छा के भएको रहेछ त तेरो बिमार घर आइज न हे औषधि लिएर आएको छु भन्दैछु त कति ल्याङ गरेर आएको केयरलेस नगर्नु है कान्छा टाइममा दबाई खानु कति ल्याङ गरेर आएको फोन राख्नु गिद्दी यार सुडी काम छैन जहिले ल्याङ गर्छ यार प्यारीले फोन गरिन् हेलो औषधि लिएर आएको छु अहिले साथीहरूसँग बसिरहेको छु चोकमा ए ल टाइममा औषधि लिनु है अनि केयर गर्नु केयरलेस नगर्नु जे पाइँदैन खानु नि है ल घरमै हाम्रो है बिरामी मान्छे धेर बाहिर बस्नु हुँदैन घरको बेसी कल गर्नु है ल लभ यु बाई बाई देखिस् मेरो जेबले लास्टमा केयर गर्छ कि आमाले भन्दा चाहिँ तँलाई ल्याङल्याङ भयो केटीले भन्दा चाहिँ तँलाई नयाँ केयर भयो केटीको विश्वास नगरे आमा आमा 10:30 भइसक्यो खाना किन नभएको भोक लागिसक्यो कान्छा मेरो हात खुट्टा कट खाइरहेछ म त ज्वरो पनि आइरहेछ हस्पिटल लैजाऊ कहाँको हस्पिटल लाने लैजाऊ ए सिटी सहरमा जानु नि त्यही त हो नि मलाई भोक लागिसक्यो म बाहिर खान गएको ओए केटा के गर्दैछ अनि खाना खास् त सुटीले खाना पकाएन रहेछ त्यही भएर खाजा खान आएको ए साँच्ची तँलाई माया गर्ने केयर गर्ने केटी भन्दिस् नि आजभोलि अर्कैसँग डुलेको देख्छु त जेबिडी नबोले म्याका कसम नत्र यसलाई सोध्न हो हामी सँगै थियौँ अरूसँग डुलिरहेको थियो
सुरुमा तिमी राम्रै लाग्थ्यो बिस्तारै थाहा हुँदै गयो तिम्रो बारेमा तिमी आफ्नै आमालाई त रेस्पेक्ट माया केयर गर्दैनौ अब म कसरी विश्वास गर्छु कि तिमी मलाई माया केयर साथ रेस्पेक्ट गर्छौ भनेर सो आइ एम सरी बाई जसलाई सबथोक सम्झे यार माया गरे केयर गरे यार उसैले आज यस्तो गरे यार साला मर्नु बाहेक अरू केही रहेन यार साला मर्ने कुरा नगरे जसलाई तैँले सबथोक सम्झेर आफ्नो आमाको माया भुलिस् नि अब केटी होइन आफ्नो त्यो बुढी आमालाई केयर गर साथ दे माया गर अनि एउटा असल छोरा बन्ने प्रयास गर जब म तपाईँको पेटमा थिएँ नि आमा तपाईँले त दुखै पीडा सहेका पल त महसुस गर्न सकिन तर जब म जन्म लिएँ त्यो तपाईँले सम्पूर्ण आफ्नो दुखाइ पीडालाई भुलिदिनु भयो मेरी आमा कति कठिन थियो त्यो पल तपाईँको लागि सबै भुलेछु मलाई माफ गरिदिनु है आमा त्यो गल्ली गल्ली ताते ताते गराउँदै हिँडेको पलहरू त्यो गल्लीहरू उस्तै छन् तर मात्र म बदलिएछु मेरी आमा म जन्मनु अगाडि तपाईँले देख्नुभएको एउटा सपना पनि पुरा गर्न सकिनँ मेरी आमा अनि जब म तपाईँको पेटमा थिएँ नि तपाईँले देख्नुभएको सारा सपना मेरो खुसीको लागि समर्पण गरिदिनु भयो मेरी आमा मेरो खुसीको लागि आफ्नो खुसी आफ्नो सपनाको बलि चढाउनु भयो तपाईँले दिनुभएको संस्कार अनि तपाईँको बलिदानलाई बुझ्न सकिनँ मलाई माफ गरिदिनु है आमा साथीभाइ अनि कसैको मायालाई सबथोक सम्झेर हराएछु तपाईँलाई बिर्सेर सायद म त तपाईँको छोरा भन्नु नि लायक छुइनँ होला र छोरा भन्ने अधिकार नि गुमाइसक्यो होला त्यही पनि तपाईँ महान हुनुहुन्छ सन्तानको हरेक गल्तीलाई माफ गर्ने मन क्षमता मात्र आमामा हुन्छ मलाई माफ गरिदिनु है आमा मलाई माफ गरिदिनु म बाचा गर्नेछु आजबाट म तपाईको असल अनि सफल छोरा बन्ने प्रयास गर्नेछु डोन्ट बी लेट लिभ टुडे लिभ फर योर फ्यामिली हु नोज व्हाट ह्यापन टुमारो